प्रकाश जात रोक। ए बाउ झगडा नगर त। नेता होइन जनता नै घण्टा जस्तो छ हाम्रो देशमा। गाइज यो पुरानो नेताहरूलाई भोट नहाल्नु है, मलाई हाल्नु। म तपाईँहरूको लागि स्कुलमा कपाल लामो पाल्ने नियम राखिदिन्छु। त्यति मात्र होइन गाइज, 10 on 10 ब्याडीहरूको पनि सुविधा लिएर दिन्छु म। पुरानो दलको नेताहरूले वृद्ध भत्ता दिन्थिएन भने म तपाईँहरूको लागि जवानी भत्ता दिन्छु। र हाम्रो चुनावको चिन्ह हुनेछ क्युआर स्क्यान। यिनीहरूको हातमा देश दियो भने त स्क्यान हानेर बेचिदिन्छन्। हो पाण्डु, सही भन्यो। नमस्ते, म चाहिँ भोट माग्न आएको तपाईँहरूसँग। बाबा आज मासु खाम न है। अरे यार, देशमा यत्रो के भइरहेछ, तँलाई चाहिँ मासुकै छ होइन? कमल आउ दारु आना माझ। ल पाण्डु। रक्सी चाहिँ खान मिल्ने हो? कति टेन्सन छ तेरो बाउलाई, तँलाई के थाहा? त्यसो भए दिनु, म पनि ठाडो घाँटी हान्छु। त थुक निल्दै बस। मम्मी आइदिए नि हुन्थ्यो नि आज ठ्याक्कै। माइ त गछि नबोलाइकन त आएको है हो तेरो आमा। ए आमा, यो त लास्टै महँगो रक्सी होइन र? हो बाबु, 30-32 हजार पर्छ यसलाई। कहाँ भेटाउनु भयो अङ्कल यो? अरे यार, किनेको हो नि। आजकल सित्तैमा पानी त भेटाउँदैन, यत्रो महँगो रक्सी भेटाउँछ? त्यो पैसाले लोकल खाएको भए 1 महिनालाई चल्थ्यो। जाँठो लोकल खाने जस्तो देखिस हामीलाई? बुढो दिनदिनै लोकल नै खान्छ जसै बमिट गर्ने हो भनेर अझ ठुलो कुरा। आफ्नो पैसाले मात्र लोकल खाने मैले। मनमा बोलेको कसरी थाहा पाए तिमीले? जा जिन्जी 2टा गिलास लिएर आइज जा। नै हामीले त खान्न नि। हाम्रो लागि के? ओइ बाबु, कागती निचारेर हाल त गिलासमा। कुकुर, कागती किन बाहिर फालिस? लो, भित्रै डुबाइदिन्छु त। कस्तो शेरले मात्रै पिटा खाएको है त्यो आन्दोलनमा? त्यही त नि अङ्कल, तर कस्तो माया लाग्यो कि पछि त। आन्दोलनमा त्यत्रो मान्छे मार्दा चाहिँ माया लागेन, तर यो एमालेको सरकारलाई चाहिँ। आफू किडनी झुन्नाएर बाँचिएकै छ, अरूको के मतलब? पहिले भने होइन हामीले, खालि पार्टी पार्टी भनेर नहिँड भनेर। बालेनले पार्टी खोल्यो भने त्यो पार्टीलाई समर्थन गर्दैनस् तिमीहरूले? गर्छौँ नि, हामीलाई विश्वास छ दाइमाथि। जाँठो हामी नि त्यही विश्वासले त भन्दै हिँडेको नि। यत्रो वर्षसम्म नि चिनेनौ र अनि? जियो सहिले त गाली गरेछन् नि हाम्रो बाबाहरूले बुझेर। हो त्यो त हो, अझै पनि झोलेहरू कन्डो पछि चाक सुँग्दै हिँडिरहेछन्। के थाहा छैन, ठुलोको बिचमा बोल्छ कुकुर। यो झोलेहरूलाई चाहिँ अलिकति पनि दया लाग्दैन कि के हो? आन्दोलनमा ज्यान गुमाएकोहरूलाई सम्झेर। अस्ति मेरो गाउँमा एकजना मान्छेलाई भैँसीले पुच्छरले हानेर मरेको थियो। कस्तो कमेडी कुरा। तिमीलाई यो कुराले केही फरक पर्छ? पर्दैन। हो त्यही हो बाबु, जबसम्म आफूसँग घट्दैन तबसम्म फरक पर्दैन। त्यो त हो अङ्कल, तर झन्ठो धेरै नबोल, मुखमा औला राख। चुप लाग भनेको किन चुचिरहेछस्? तिमीले नै भने होइन? मैले जे भने त्यही मान्छस् र त? मानिहाल्छु नि। मैले पनि बाबु। ढुक्क भन्नु न। चाक